मलाई त्यसरी मागेर म मर्छु त्यहाँ जस्तो गाह्रो भइसक्यो मलाई त्यो नसामा आगो लगाए जस्तो भइसक्यो मलाई सेतो बारेर मानिस आइजस् यो सबै दृश्य परबाट मानिसले निहालेर हेरिएको हुन्छ र उसको मनमा पश्चातापको भाव आउँछ। आजभन्दा 6 महिना अगाडि मेरो साथी राहुल र माया मतिर आएको थियो। एकजना घरको समस्या लिएर र अर्को भने इक्जामको टेन्सनमा। म भने एक सरको तानेर केही पनि हुँदैन, एक सरको तानेपछि सब टेन्सन हराउँछ भनेर मैले यिनीहरूलाई थाहा। तर आज यिनीहरू किमतको दलदलमा फसी म भन्ने डराएर भए पनि निस्के। ठिक म अब म समाजमा आफ्नो के मुख देखाउँछु। हेर्नुहोस् सबै कुरा सुरु कहाँबाट हुन्छ। 6 महिना अगाडि के भएको थियो त मनिष राहुल र माया स्कुलबाट फर्कदै हुन्छन्। किन राहुल किन यति चिन्ता र दुःखमा? त्यो नि यहाँ टेन्सन भइसक्यो यार। यो पढ्दा कहिल्यै सकिने भएन। नेपाली त क्लासमा टप गर्छु भनेको जति पढ्यो नि तिमीले घुस्दै भयो। अब के गर्नु होला यार? तिमीलाई चाहिँ के भन्छ? हिजो राति पनि पुरानो रक्सी खाएर आएर आमाको 2 जनालाई पिट्नु भयो। यति जब सानो टेन्सनमा पनि हुन्छ यस्तो चिन्ता देख्छ। मसँग टेन्सन भुलाउने एउटा खतरा चिज छ। तिमीहरू यति सानो टेन्सन नलिउ। हिँड म एउटा ठाउँ लाग्छु, तिमीहरू त्यो खाएपछि एकदम चिन्ता भुल्छु है। जाऊ कि जाऊ एकछिन यही पर्छ ल। म भित्र भाइसँग यसो कुरा मिलाएर आएँ है। ओ प्रकाश दाजु के हाल भयो? के छ तपाईँको बहिनी? ए भाइ के भन्नु हल्का आज यसो 2टा ग्राहक लिएर आएको छु। 2जनालाई टेन्सन छ। हेर्नुहोस् भाइ अनि तपाईँले थोरै सहयोग गरिदिनु हुन्छ है। 2जनालाई यसो ग्राहक आएको छ भने हल्का मिलाउनुहोस् न। फसाउनेवाला त होइन नि भाइ। नहीं केही फसाउनुलाई एकदम सोध्छु केही मतलब छैन। काम हो भाइ, बोलाऊ भरोसामा दिइरहेको है। हुन्छ दाइ म के आएँ है त। हुन्छ भाइ। आऊ साथी आऊ जानुपर्छ। हिँड्न मानिस छ त हाम्रो साथी, केही हुन्न। ल दाजु आइसक्यो एक साथीहरू। हो भाइ बस्नु मनिष भाइले तिमीहरूको समस्याको लागि भन्नु म आइसक्यो। म तिमीलाई एउटा खानेकुरा दिन्छु। त्यो खाएको तिमीहरूको सावधान भयो हुन्छ। समस्याहरू पुरै आजबाट ओहो तपाईँको लगाउनलाई त खराब देखिन्छ। त्यता यस्तो घर मलाई मार्छ नआउने। चिन्ता लाग्यो पर्छ ट्राई त गरेर हेर तिमीहरू एकदम चिन्नु हुन्छ यो ठाउँ। खाऊ भाइ खाऊ। खाएको देखाउनु पर्थ्यो। के दाजु त दिँदै छ त के यस्तो? फर्स्टमा यस्तै हुन्छ भाइ। खाँदै गरेपछि ठिक लाग्छ तिमीहरूलाई। खाऊ न खाऊ। यसरी नै खाने नि हो त? भाइ यसरी नै हो खाने। ओ धम्म परे जस्तो पो भयो मलाई त। सुरुमा अप्ठ्यारो भए पनि पछि
डाक्टरदेखि लिएर सुई घोप्न थाल्छन् र बिस्तारै कुलतमा परेर पैसाका लागि घरमा चोर्न समेत थाल्छन्। भाइ फेरि आयो आज होइन माया बसेर खानु पर्छ पैसा झ्या बनायो त यार कता रहेछ यसको पालिको त यार दृश्य 3 आमा बुबाको क्रन्दन। राहुल घरको आँगन अगाडि लडिरहेको हुन्छ र बुबा आमाको क्रन्दन सुरु हुन्छ। घरमा एक थोपो सामानको केडो पनि छैन। तैँले औषधि किन्न भनेर ल्याएको पैसा पनि सबै खर्च गरेछस्। तपाईँले नानीहरू ल्याएको छु त्यो पनि। राहुलको बुवा आउँदैन के भयो? छोरालाई हेर्नुहोस् न के भयो? हेर्नु न हेर्नु के भयो? नरो राजा नरो यो हाम्रो छोरो होइन यो त हाम्रो स्कुलको शत्रु हो। यसलाई हामीले पढाउन लेखाउन हुर्काउनलाई कति मेहनत गर्यो तर यो अहिले आज नालीको किरा जसरी पल्टिरहेको छ। यसले हाम्रो इज्जत गाउँ समुदायमा इज्जतै फाल्ने भयो। यसले हामीलाई गजरीको बामा भनेर चिन्नेछ। हे प्रभु हामीले के गर्ने होला? कसरी बाँच्ने होला? कसरी गाउँमा मुख देखाउने होला? मैले उठाएँ तपाईँको पैसा आएको दुःखको मलाई बस पैसा चाहिन्छ। पैसा भएन त म बाँड्छु। त्यो घर आएको लगाइदिन्छु तपाईँलाई बाँच्छु। मलाई बस पैसा चाहियो। यो करुणालाई दृश्य मनिषले बाटो हिँड्दा देखिरहेको हुन्छ र ओडा दक्षलाई सम्पर्क गर्न जान्छ। ओडाको छु यहाँ मेरो साथी यहाँ लडिसक्यो दाइ। अब तपाईँ यहाँ जानु पर्यो। मेरो साथी त्यहाँ लडेर त्यहाँ घरमा हेर्नु के भइसकेको छ। नमस्कार नमस्कार सबैजनालाई। के भयो? यसै क्रममा डाक्टर साहब पनि आउनुहुन्छ र चेकजाँच सुरु हुन्छ। मेरो अवस्था कस्तो छ त? सिधै एम्बुलेन्स बोलाएर हस्पिटल लगिहाल्नु पर्छ। गाह्रो हुन्छ।